सो गाइस स्वागत छ तपाईहरुलाई हाम्रो रोडकास्टमा पोडकास्ट यो चाहिँ रोडकास्ट हो सस्ता पोडकास्ट म चाहिँ काठमा पढेछु हैन हाम्रो चाहिँ सोफा पनि एकदम अर्ग्यानिक छ हैन सुन्नु ए हैन यो चाहिँ पोडकास्ट हो नि त यो हाम्रो पोडकास्ट हामी यहाँ चाहिँ इम्पोर्टेन्ट यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक सोफा हो कि यहाँ हेर्नुस् अब यहाँ नरम छ हैन यहाँ देख्नु हुँदैछ यहाँ चाहिँ टिकको दरुवा के भन्छ दौडा हैन काठ पलाई भन्ने त्यही हो होइन लु आजको पोडकास्टमा होइन म मेरो सत्य बोल्ने हो हामी चाहिँ आजको सत्यको पोडकास्ट होइन आज चाहिँ मेरो पोडकास्टमा एकदमै खास व्यक्ति छ मेरो साथमा होइन जसलाई चाहिँ म चाम्डे भनेर बोलाउँछु सत्य हो नि त सत्यबाट सुरु हुनु पर्यो नि त सत्यबाट सुरु हुनु पर्यो नि त चाम्डे होइन हाम्रो एकदमै खास गेस्ट मेरो आजको के भन्छ गेस्टलाई नेपालीमा के भन्छ होइन होइन अतिथि मेरो आजको अतिथि शुद्ध नेपाली मनोविश्लेषण भन्छ हजुरको नाम शुभ नाम चाहिँ प्रवेश राई होइन म चाहिँ यहाँनिर पोडकास्टमा ल्याएको छ अब सत्य बोल्नु पर्ने हो असत्य केही छैन होइन सत्य कहाँ साइडमा छौ सत्य मलाई चाहिँ यहाँ खासै त अब सत्य बोल्नुभन्दा आउनै मन थिएन र पनि आएको छु अब खुसी भए त गरिदिनु पर्यो होइन यहाँ बस्नु लगाइरहेको के बोल्नु लाउँछ रोकिदिउँ गाइस बिचमा हेर्नुहोस् म उहाँको बात काट्न चाहन्छु किनभने उहाँले भन्नुभयो सत्य बोल्छु म भनेर होइन अन्त भन्नुभयो म आउनु चाहदिनँ चाहिँ तर आएँ भनेर तर खास सच्चाइ चाहिँ के हो भन्दाखेरि मेरो ब्याग प्याक गरिसकेको ट्राइपड प्याकेटमा हालिसकेको पनि पोडकास्ट गरौँ न निकाल न भनेर निकालेर खास कुरा चाहिँ सत्य चाहिँ यो हो गाइस हो यही हो त्यसो र म चाहिँ आज बुद्धको च्यानलमा फिचर्ड भएँ बुद्ध फिचरिङ चाम्डे पुरै सब्सक्राइबर पनि हेर खाने खालको छ मेरो फेरि फ्यामिली त आधी केजी चामल जतिको छ सब्सक्राइबर भने के पनि छैन होइन बुंद बुंद से सागर बनता है गाइस नेभर लुज होप हमारे तो एक पेला हुनु आट्यो हिन्दी भी आता है कता कता हैन बीच में छिर्ता है कभी छिर्ता है गाइस मे तो यो तपाईहरुले यो मेरो के खेलाको भनेर तपाईहरुले सोचिराख्नु भएको छ भने यो चाहिँ कभर हो के को कभर हो भन्दा चाहिँ सेल्फी स्टिक R1S यो कम्पनीको नाम म अनबक्सिङ गर्न R15 किन्ने पैसा छैन R1S मात्रै किन्छ हामी 5 जस्तो देख्दैछ तर सस्ता R15 वही है गाइस तो अभी संजय दादा के साथ ब्लॉग खत्म और प्रवेश दादा के साथ ब्रॉडकास्ट है ना ब्रॉडकास्ट है ना रोडकास्ट है रोड पथला पोडकास्ट म चाहिँ अब के क्वेशन सोध्न चाहे भन्दा प्रवेश यहाँ तपाईँको यो के भन्छ यो तपाईँले कतिमा ल्याउनु भयो यो मैले एकदम 100 अरे 1000 1900 500 कति 1905 के भन्छ 1905 लाई कति भन्छ 1999 हैन 1950 मा ल्याएको हो यो चाहिँ तपाईले जतिमा दाममा ल्याइन त्यो भन्दा चाहिँ मेरो जोतेको पोडकास्टमा सच्चाइमा बिचमा झुट बोलेको मैले हैन गाइस मैले झुट बोल्नु खोजेको हैन उहाँले मलाई इन्फ्लुएन्स गरेको झुट बोल्नु हैन परेको यो यसको खास दाम चाहिँ परेको छ तपाईले अरु जग्गा खोज्नु भयो भने चाहिँ सायद त्यति नै पर्ला यसको क्वालिटी अनुसार तर खासै दाम मैले किनेको चाहिँ किनभने म चाहिँ मिसोको ब्रान्ड एम्बेसेडर हो के गाइस मलाई खदामाना लाएर उयो गर्नु मात्रै बाँकी छ कि बेसी सामान मगाएर खास प्राइस चाहिँ यसको 197 हो टक्क US डलर त्यही त टक्क हिजो खोल्दा झन् पलिससँग चाहिँ गली त्यो यस्तो बोकेर यस्तो बनाएर दिनु म त ट्राइपड बोकेर मैले पनि किनेको थिएँ कि त्यस्तै 2.5 लाख जति परेको थियो अरे बेसी भएर नि मिस्टर फेको अवार्ड सत्यको जमानामा झुट पे झुट बोले जा रहा है गाइस हो साच्ची यस्तो 2-3 वटा थियो माला जस्तो बनाएर हैन गाइस म भनौं म सच्चाइ बताउन जान्नुला छु तपाई कुर्सी की पेटी बांध ले क्योंकि ये सच आपके लिए करवा होने वाला है क्योंकि
अभी 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 देवान दादा ने बोला ना कि उसके पास बहुत था, माला लगा के हिलता था ऐसा बोल के, उसके पास बहुत था, वो सब जोड़ 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 के गुतुक के खाना के साथ नहीं लागी, इसलिए इतना अगलो है भाटा जैसे। ऐसा हिंदी मैंने कभी नहीं सुना था। दिस इज माई हिंदी। Yeah, this is If all you Hindi. are not understanding, then please. होइन बस्नुहोस् बस्नुहोस् हजुरहरूलाई स्वागत छ। होइन पिउनुहोस् न, जुस खाउनुहोस्, सेलाउँछ। कहाँ देखाउनु पर्छ? यो चाहिँ पहिला यस्तै त भएर त मैले आइफोन फ्यानले गर्दा। त्यस्तो भयो कि खासमा चाहिँ म ट्रु स्टोरी हो मसँग यो आइफोन के हो सबैले बोक्ने भएन, सबैले अब त्यहाँदेखि फेरि बज्छ त्यस्तै होइन धुम्म चाल्यो भन्दै होइन तिमीहरू कतै सुन्दैन रहेछ। लु भन्नु न भन्नु, पोडकास्टमा बोलाएर यस्तो गर्नु हो रुन्छ भयो गाइस अहिले एकछिनमा। होइन बस्नुहोस् त्यो बस्नुहोस्। अब के गर्नु, अब म भर्खर अब जग्गामा नयाँ आएको होइन, केही थिएन त्यस्तै 10-15 लाख गोजीमा होइन ब्यागमा थियो, त्यति मात्रै थियो। अन्त आइफोन 2-3वटा गोजीमा थियो। त्यो म चाहिँ किन नबोकेको भन्दा चाहिँ यसो अब सबैकोमा रहेछ, अब सबैले बोक्ने भएछ। अन्त एक दिन चाहिँ म त्यो आइफोनै चलाउँदै थिएँ, आइफोन चलाउँदै गर्दा चाहिँ भन्नु बात भन्दै अब हुन्छ नि मान्छेहरू देखेँ त्यो अब दुवै अब गरिबहरू अब बाटोमा हिँडिरहेको होइन आइफोन म भनिदिने कहानीसँग इन्टरप्ट गरेँ। बोलो न बोलो, हम सुन रहे हैं ना। होइन हौ मैले त्यही फोन चाहिँ एउटा गिफ्ट दिएको थियो एकजना मान्छेलाई, त्यही हो कुरा चाहिँ। अहिले पनि कुरा मायामै छ एकजना मान्छेलाई, देवदास भएर त्यो मान्छे दिमागमा घुमिरहेछ क्या। फर्कन्न होला, फर्किँदैन होला, फर्किँदैन। अब त तिमी वही गाइस, अगर आप लोगों को ऐसा ही एपिसोड सेकंड चाहिए तो बोलो वेलकम बैक टू माय चैनल। मार्छ होला गाइस, हम इतना हल्ला कर रहा है ना गाइस, हमको मारेगा, कम्पनी मारेगा। भर्खर भर्खर जिम जाने मान्छेहरू कस्तो हुन्छ भनौँ गाइस, पटक्क लुगा लाउँछ हो, त्यहाँदेखि यसो गर्छ। यस्तै हुन्छ जिउ। ए रेला गरेको यो पार अफ जोक। पहिला हाम्रो स्कुलमा एउटा दादा थियो कि जिम जान्थ्यो कि यसरी हुन्थ्यो नि। यो चाहिँ अब यहाँ छुनै नहुने जस्तो क्या होला, उनीहरूलाई अब अप्ठ्यारो हुन्छ र यहाँको यस्तो मासुहरू निक्लेकोले गर्दाखेरि होइन, त्यो मसल्सहरू उयो भएको यसरी गरेर दुखिरहेको पनि हुनसक्छ। पहिला ब्यागी लुगा लाउने मान्छेहरू जिम गएपछि फिटिङ लुगा लाउँछ क्या, तर आफ्नो आफ्नो हो होइन, कसैलाई केही भन्नु, नो अफेन्स हो। किनभने अब त्यत्रो पैसा खर्च गरेर जिउ बनाएपछि देखाउनु। अभियसली म पनि इन फ्युचर जिम गयो भने, हुनु त जिउ त जिम जाने लायकको छैन हो, मेरो पो छ त। मलाई त गेटबाट निकाल्छ होला जिम गयो भने म, तर पनि म इन फ्युचर गएछु भने पनि म पनि त्यस्तै हुन्छु होला होइन। हुन्छ नि वा ट्यालेन्ट पैसा जस्तो हाम्रोमा केही छैन, केही देखाउँदैन। जिम जान्छ, मेरो पैसाले थोरै गयो होइन, आफ्नो पैसाले गयो नि त, त्यो आफ्नो आफ्नो हो, कसैलाई केही नराम्रो भन्नु खोजेको होइन मलाई होइन, लाभ भएन रेला मात्रै गरेको हो। अब 8 मिनट पुगिसकेको छ, सरी गाइस, वेलकम ब्याक टु माई च्यानल। वेलकम ब्याक टु माई च्यानल। वेलकम ब्याक टु माई च्यानल। आज गिजा दुखेर भएन नि गाइस, माई ब्रेन टिथ इज पेनिङ, गोइङ कम आउट, गोइङ टु कम आउट, बट डिप इनसाइड रुट नट कमिङ, 2 times fever coming, brain teeth not coming, my eating problem having, बहुत झालमुडी खानु मन लाग्यो, but what happening, I cannot having, why, because this teeth not letting me have, this tooth I chew this teeth no work. पहिलाको जमानामा के हुन्छ नि, म चाहिँ अब relax हो क्या यो चाहिँ होइन, guys don't think मेरो इङ्ग्लिस यति खराब छ भनेर क्या। पहिलाको जुन I'm a graduate student nominated in English. graduate student nominated and doing this next time if we Try to create hate or debate bitch must step in the face with a bachelor certificate. भन्नु सक्छु क्या गाइस, किन भन्दाखेरि म BA पास हो क्या, के भनेपछि चाहिँ छैन, एक्सपेक्ट नगरौँ न, हो पक्ला भन्छ कसम दियो भन्दा हामीलाई किन छाप्डी गाइस, जरा के मैसेज promise to me bad bitch,
अनि पेमा भुसे कुकुर पेमाले टोक्यो भने हुन्छ सबैलाई ऱ्याबिज नाम के हो भन तिम्रो याङ्किला कि डिकिला यहाँसम्म मात्रै सिकेको छु गाइस मैले त्यहाँबाट चाहिँ तर आउँदैन गीत गाउने छु बुद्ध 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 सुन्छ मेरो चाम्रेले गीत गिटार बजाएर हुन्छ ऊ फिट गीत गाइदिउ न साँच्ची लु छिटो तर हामी चाहिँ होइन अपोजिट वर्ड्स भन्ने खेल्छ होइन सो फर्स्ट स्टार्ट म जे पनि भन्नु पाउँछ तर मैले जे हुन्छ त्यसको अपोजिट भन्नु पर्यो देवनले होइन पानी हावा भएन नि आगो आगो first फर्स्ट थिङ अब पानीको अपोजिट त जल त्यो त पर्यावाची भएन सिनोनिम अपोजिट पानी पानी के भन्यो त यो भएन गाइस वेलकम ब्याक टु माई च्यानल अन्त अहिले चाहिँ हामी खेल्नेवाला छ अपोजिट वर्ड्स होइन म जे भन्छु या देवन्दाले जे भन्नुहुन्छ त्यसको जस्ट अपोजिट भन्नु पऱ्यो होइन पोइन्ट्स गरौँ जसले छिटो 5 पोइन्ट्स अब लुज गर्छ होइन ऊ चाहिँ हार्छ अन्त एउटा डेयर गर्नु पऱ्यो है गाइस लेट्स गो हुज गोइङ फर्स्ट रक पेपर सिजर तिमी चाहिँ रक पेपर सिजर गयो म भन्नुपर्ने फर्स्ट म फर्स्ट भन्छु सो लेट्स स्टार्ट गाइस आगो पानी घाम जुन होइन छाया अरे घामको छाया हुँदैन हारे तिमी है त म कहाँ म जुत्ता जुत्ताको अपोजिट खानेकुटा अपोजिट भन्यो नि त मिस रात दिन बेलुका बिहान साँझ बिहान सबै बिहान साँझ नसाँझ त्यो त भएन नि साँझको अपोजिटै हुँदैन किन हुँदैन के हुन्छ रिमरिम उज्यालो म भएन नि त्यो त मिड डे लु राम्रो फेरि भन न राउन्ड 2 अब तपाईँ भन्नु फर्स्ट नारायण गोपाल प्रवेश चाम्डे बुद्ध दावा होइन लु लु फेरि सिरियस लु अब चाहिँ पक्का सिरियस लु पुरा गिदे लु छिटो सेतो कालो दिप्पा ज्या लु राम्रो लु है, अब चाहिँ पक्का सिरियस माथि दिम सोध्दैन कालो सेतो घाम जुन धरती आकाश सुना सुना भनेको सुन ढुङ्गा जडीबुटी दबाई जडीबुटी बिस अन्त पानी आगो यता एउटा भयो आँखा नाक के हो नाक नाक अपोजिट नाक चाहिँ